यो चाहिँ मेरो हजुरबाउको आर्टहरू हो, लाइक यहाँलाई चोयाबाट बुनेको। अनि यसलाई चाहिँ सुप्पो भन्छ, यस्तो हुन्छ, सुप्पो भइहाल्यो। अनि यो चाहिँ पाथोहरू रोटीहरू राख्नलाई, यो सिङ्गल बिटको भयो सानो, अनि यो पनि पाथै भन्छ ठुलो बिटको। दुईटा यसको यो पार्ट, दुईटा पार्ट छ, त्यसको एउटै छ। अनि यो सैको भन्छ। अनि यो मुडो, यो पनि हजुरबाउले बनाउनु भएको, खालि डोरी अनि ट्युबहरू बाहिरबाट ल्याएर। यो आफ्नै बाँसको हो, हाम्रै बाँसको बाजे है, हाम्रै बाँसको त्यो सरियाहरू बनाएर। अनि एकदम अजिब लाग्ने चाहिँ यो आर्ट, अब कहाँदेखि छेउ स्टार्ट गरेको छ यसको ल हेर्छु अब यो आर्ट होइन। यसलाई म राउन्ड गरेर देखाउँछु। यस्तो कहाँबाट यसको इन्ड भएको छ भन्ने थाहा हुन्न। लाइक म घुमाउँदैछु 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 घुमाउँदैछु, यो चाहिँ इमेजिङ लाग्ने भनेको चाहिँ यो यस्तो छ कि कहाँबाट इन्ड छ, कहाँबाट स्टार्ट छ, केही थाहा हुन्न। यस्तो आर्ट